अनि जहिले पनि गीत गाउँदाखेरि पनि आऊ कृष्ण आऊ मुरली बजाऊ तिम्रो धाम जाने बाटो देखाऊ भन्नुहुन्थ्यो। अनि हामी उहाँलाई भन्थ्यौँ ए मुवा अर्कै चिज माग्नु न, यो देऊ त्यो देऊ भनेर माग्नु, तिम्रो धाम जाने बाटो देखाऊ भनेर किन माग्नुहुन्छ, हजुरलाई मर्न रहर छ कि क्या हो भनेर सोधेँ। होइन मलाई अब खुसी खुसी म एकदम हाँसी हाँसी मर्छु, मलाई थाहा छ, यो मर्न डराउनु हुन्न भन्नुहुन्थ्यो। यो हजुरले यो कोरोना सबै कुरा गर हामी हुर्किँदा त अब हजुरबुवा हजुरआमासँगै घरमा हुर्केको, हाम्रो घरै मूल घर बन्यो, टिका सबै हाम्रो घरमा लगाउन आउनुहुन्थ्यो विशालनगरमा। उहाँलाई एकचोटि मैले सोधेँ सुन्नु है बाबा, मैले मुवा मलाई भोलि पर्सि ठुलो भइसकेपछि हजुरले 27 वर्ष नपुगिकन बिहा नगर्नु, बोयफ्रेन्ड नबनाउनु भनेर भन्नुभएको थियो। अनि एकचोटि म क्लास 8मा पढ्दाखेरि मैले मुवालाई सोधेँ, मुवा बाबाले भोलि मलाई मन परेको केटासँग मलाई बिहा गर्न दिनु भएन भने के गर्ने होला भनेर मैले सोधेँ। मैले जुस्काएर सोधेको। अनि त्यो तलपट्टि हजुरहरूको कोठा बसेको ठाउँमा ब्ल्याङ्केटमा अडेस लाएर मलाई याद छ त्यति बेला भन्नुहुन्थ्यो, म बिहे गरिदिइहाल्छु नि, उनले नबनेर हुन्छ, म बिहे गरिदिइहाल्छु नि, पहिला पढ अनि म बिहे गरिदिन्छु भन्नुभयो। पछि त्यो एक्सिडेन्ट भएर अलिकति उहाँको फरियामा दियोको आगोले समातेर अलिकति आगोले बर्न भइसकेपछि डायबिटिज थियो। अनि माथि गएमा कुद्दै यसरी मुवाको फरियामा अलिकति आगो लाग्यो अरे दियोको, मैले निभाउन खोजेँ तर धेरै निभाउन सकेन भनेर दिदीले भन्नुभयो एकजनाले। अनि हामी कुद्दै गयौँ, के छ मुवा के भयो भनेर सोद्धाखेरि केही छैन हौ भनेर यसरी गर्नुभयो। अनि तल झर्दै ओर्लिँदाखेरि के भन्नुभयो भने त्यति बेला यो ESDR चलिरहेको थियो, हजुर यता पढाइरहनु भएको थियो, नगरकोटमा विद्यार्थीलाई पढाइरहनु भएको थियो। अनि ओर्लिँदाखेरि मुवाले मलाई के भन्नुभयो भने कान्छी तँलाई र युगिछालाई यो चाँदीको करुवा बनाइदिन्छु भनेको थिएँ, त्यो बनाउन पाइनँ है मैले भन्नुभयो। अनि हे मुवा कति हजुर अहिले यस्तो कुरा गरेको, हजुर फर्केर आइहाल्नुहुन्छ, आफै ओर्लेर जानुभएको तल ट्याक्सी, किनभने एम्बुलेन्स आउने त्यति साँगुरो बाटो थियो। अनि मामु इन्डियामा हुनुहुन्थ्यो यो घटना भएको बेलामा, हामी क्लास 8मा थियौँ। अनि त्यसपछि बोल्दै जानुभयो। अनि के भन्नुभयो भने होइन कान्छी अब यसपालि चाहिँ म आउँदिनँ है भनेर भन्नुभयो। अनि जहिले पनि गीत गाउँदाखेरि पनि आऊ कृष्ण आऊ मुरली बजाऊ तिम्रो धाम जाने बाटो देखाऊ भन्नुहुन्थ्यो। अनि हामी उहाँलाई भन्थ्यौँ ए मुवा अर्कै चिज माग्नु न, यो देऊ त्यो देऊ भनेर माग्नु, तिम्रो धाम जाने बाटो देखाऊ भनेर किन माग्नुहुन्छ, हजुरलाई मर्न रहर छ कि क्या हो भनेर सोधेँ। होइन मलाई अब खुसी खुसी म एकदम हाँसी हाँसी मर्छु, मलाई थाहा छ, यो मर्न डराउनु हुन्न भन्नुहुन्थ्यो। त्यति बेला बुझिँदैन थियो, हामी झगडा गर्थ्यौँ। त्यसपछि डायबिटिजको कारणले बर्न कति हुँदाखेरि पनि उहाँ बित्नुभयो। हजुर यता क्लास पढाउँदै हुनुहुन्थ्यो। अनि हजुरलाई खबर आयो होइन, हजुरले कसरी थाहा पाउनु भएको थियो यो यति बेला? यो हजुरले यो कोरोना सबै कुरा गर तर एउटा किताब रहेछ बाबा, अस्ति भर्खरै पढेको है, यो एउटा डिनायल अफ डेथ भन्ने किताब हजुरले सुन्नुभएको छ होला। यो अर्नेस्ट बेकर भन्ने एकजना फिलोसोफरले लेखेको रहेछ। अनि त्यसमा के लेखेको छ भने सबैभन्दा भाग्यमानी यस्तो मान्छे हुन्छ जो मर्न डराउँदैन, शून्यतामा प्रवेश हुन डराउँदैन। उसले अब त्यो शब्द त प्रयोग गरेन, तर समवाट सिमिलर हाम्रो एन्सियन्ट कल्चरमा त यो छँदैछ। तर हजुरले मुवाबाट सिकेको, मैले सिकेको चाहिँ सबैभन्दा इम्पोर्टेन्ट यो अहिले बुझ्दैछु। मेरो छोरीले पनि ठुलो हजुरआमा भेट्न पाए कस्तो हुन्थ्यो भन्ने कुरा। तर हामीलाई कहिले पनि युगिछा र मलाई, हामी दुईटा नातिनी भए पनि त्यो फिल गराउनु भएन। र पिरियड हुँदाखेरि समेत कोठामा यिनीहरूलाई नथुन्ने, यिनीहरूलाई नराख्ने भनेर भन्नुहुन्थ्यो। सरी बाबा सरी, जिस्काउँ हजुरलाई हँसाइदिउँ? ठिक छ, हजुरलाई हँसाउने तरिका मलाई थाहा छ नि। ठिक छ। यो के अरे आमाले मर्ने बेलामा भनेको कुरा जिन्दगीभर सुखसँग पाल्यो त्यही काफी छ। म लकी मान्छे हो बाबुआमासँग बस्न पाएँ। हजुरलाई
तर यो उल्टो जन्मिँदा यो उल्टो जन्मिया थियो, यो अररो छ, ज्यामराज छ ज्यामराज छ भनेर नि भन्नुहुन्थ्यो। छुचो छ हौ, छुचो छ भन्नुहुन्थ्यो। एकचोटि यो के अपरेसन गरेर एनेस्थेजियाको कारणले के गर्दाखेरि मलाई चिन्नुभयो, यो चाहिँ मतारीले चिन्नुभयो भनेको त नारद भन्नुभयो मलाई। अनि किन त त्यो ई बेचरीको छोरी ची बेचरी होस्, अनि त छुची छेस् भने होइन म छुची छैन भनेर भन्थे, जिस्काउँथे। तर हजुर र मामुको यो चाहिँ मलाई एउटा के फिल भएको छ भने झापा जान पाइएन त्यही कारणले भन्ने भयो, तर बाचुन्जेल हजुरबा हजुरआमासँग बस्न पाइयो। बाबुआमा बाचुन्जेलसम्म छोराछोरी 50-60 वर्षका भए पनि छोराछोरीले आफूलाई बच्चा बच्ची धान्छन्। अफिसमा काम गरेर आएर थाकेर आमा चाहिँ बाती काटेर बसेका बेला काखमा एकछिन टाउको राखेर सुत्दाखेरि जुन प्रेम हुन्छ नि, त्यो प्रेम चाहिँ त्यही हो लक भने, यही हो भाग्य भने। हाम्रो सभ्यता र संस्कृतिले त्यो सिकाएको। किन म आज एकदम विद्रोही रिभोल्ट जस्तो फिल गर्छु भने खोइ त्यो के कारणले मासियो आज हाम्रो समाजमा, के त्यो गलत थियो? त्यसकारण मलाई के लाग्छ भन्दाखेरि हामीले ग्रहण गरेको जुन मूल्य र संस्कृति थियो त्यो अत्यन्त उत्तम थियो भनेर हजुरलाई भन्दाखेरि इमोसन देखाउन हजुर त्यति म हार्वर्ड पाएँ है बाबा भन्दाखेरि टल्ल परेर मुखमा हेर्नुभयो। अनि हार्वर्डमा मैले भने तिमीहरू आफूलाई ठुलो विश्वविद्यालय भन्छौ, मेरो बाबुले मैले हार्वर्ड पाएँ भन्दाखेरि टल्ल परेर ठिक छ भनेर ढाडमा ट्याप्पा हान्नुभयो। अनि आइसकेपछि भर्याङमा बसेर यसो सोचिरहनु भएको रहेछ, इमोसन देखाउन त्यति नजान्ने। अनि त्यही भएर हजुरसँग केही भन्नु पर्यो भने मलाई साइन्स पढ्न मन छैन +2मा, म आर्ट्स पढ्छु भनेर भनेपछि मैले हजुरलाई चिठी लेखेँ। 11 पेजको चिठी लेखेपछि हजुरले मलाई आफै लगेर सेन्ट मेरिजमा लगेर भर्ना गर्नुभयो। त्यहाँको ननसँग भ्याल्युजको कुरा गर्नुभयो। त्यहाँ मात्रै हो, तल के अरे त्यो एउटा स्कुल थियो तल, त्यो हात्तीसारको लिटल एन्जल्स त्यहाँ चाहिँ जाँचै नदिकन जाँच चाहिँ दिएर हो, तर बिग्रियो भनेर बाहिर 1 घन्टा बाहिर चौतारामा बसेर फर्काएर ल्याएको होइन गर्नुभएको छ। त्यो गर्नुभयो। अनि एकचोटि कहिले हो के कुरामा युनिछा र मेरो झगडा पर्दा पनि मैले हजुरलाई एउटा कुरा तिमीले के बुझ्नुपर्छ भन्दाखेरि बाबु र आमा दुइटैले सिमिलर फिलिङको इमोसन बच्चा बच्चीमा सेयर गर्यो भने बच्चा बच्ची ध्वस्त हुन्छन्। त्यो साइन्सले पनि देखायो। या त बाबुले इमोसन प्रयोग गर्नुपर्छ, आमाले अलिकति फिजिकल्ली त्यो डिफरेन्ट देखिनुपर्छ, इमोसन व्यक्त गर्नुहुन्न। थुप्रो परिवारमा मैले देखेको छु बाबु चाहिँ नगर भन्छ, आमाले कुछाले ट्याक्क कुट्या मैले देखेको छु। या त बाबु हुनुपर्छ, त्यो दुइटै एउटै खालको भयो भने दे डोन्ट लर्न डिफरेन्सेस। त्यसैले छोराछोरी पाल्न भन्दा गाह्रो संसारमा केही पनि छैन। संसारमा सबै डिस्कभरी गर्न सकिन्छ, तर छोराछोरीलाई सफल बनाउनका लागि बाबुआमाले जो त्याग गरे हुन्छ नि, त्यो त्यागको छोराछोरीले तिमीहरूले 2% मात्रै बुझ्यौ भने नि हामी 90 वर्षका भएर मर्दा पनि हामीलाई पीडा हुँदैन, हामीलाई दुःख पनि हुँदैन, हामीलाई गाह्रो पनि हुँदैन। भ्रेकुटी खबर HD।